सो हेलो एन्ड नमस्ते एभ्रिवान, सबजना सन्चै हुनुहुन्छ र अनि म पनि एकदमै सन्चै छु। अनि हिजोको भिडियोको इन्ट्रो चाहिँ हिजो चर्केबाट दिन पाएन अनि अहिले गाउँबाट दिइरहेको छु। सलर गाइस फेरि ब्याक भइसक्यो हामी चाहिँ ब्लगमा किन भिडियो नबनाएको भन्दा लाइट डाइरेक्ट पर्दै गयो अनि त्योबाट भिडियो नबनाएको। काकाहरू यता हुनुहुन्छ लड्का दिन्छ हुन्छ हामी आइसकेको बाटो त्यस्तो रहेछ। यहाँ बनाउनु पर्ने हुन्छ है सत्तला यता अब बाटो बनाएर जानु पर्ने छ के गर्नु। त्यस्तै छ यहाँबाट भ्यू देखि सक्नुहुन्छ। बडो बवाल छैन सबै बाटो यस्तो छ। गाह्रो छ है बाटो चाहिँ चढ्न लड्नु। हजुरभाइ हाल्नुहुन्छ अब लाग्नुपर्ने हुन्छ चढेर है। यस्तो बाटो भयो भने के गर्नु जानै पर्यो। के गर्नु सेराको कुदाइसक्यो। सेरा कुदाए सेरा कुद्छ कर्णावती खोलाको पुल चाहिँ यहाँ छ। सिराको बस्तीहरू त्यस्तो छ। यहाँबाट नसक्छन् फेरि बस्तीहरू त बवाल हरियाल्छ। खसिन्छ के आएर भन्छ होला। बाटो चाहिँ भइसकेको छ। बवाल छ पहिलाको घर त्यस्तै बवाल हुन्छ। एकदमै बवाल छ के गर्नु। यस्तो चाहिँ टाढो टाढो हुँदै गयो। काकाले ल्याउँदै हुनुहुन्छ अब। ठेलै ल्याउनु पर्ने अवस्था हुन्छ अब। सकिँदैन आइसकेको छ घरको बाटो। यस्तो बाटो चाहिँ के गर्नु ल्याउँदैछ अब। बिस्तारै बिस्तारै उठ्छ त फेरि यो त उठ्नेवाला पनि सर्दैछ। राइडर बाटोमा मान्छे ओर्लिने पनि हुन्छ है अब के गर्नु। ओबारै खतरा बाटो छ फेरि हेर्नु आमा आमा लै गर्छ केटाले केही गर्छ केटाले। कुद कान्छ कुद म त फेरि म त च्याम्पियन हो फेरि के गर्नु। अब लाग्नुपर्ने हुन्छ। फेरि हल्लिन्छ र मात्र कस्तो छन् फेरि आमामा बाटो त के बाटो के गर्नु। साथीहरू बाइकले उडाउँछ बाइकै उठ्छ। म चाहिँ हिँड्छु बरु हिँड्नुमै फाइदा छ। रनिङ त फेरि छ नि फेरि घर त पुग्नेवालामा त छ। बाटो चाहिँ के गर्नु। बाटो
हुन्छ। अब यहाँबाट चाहिँ घर पुग्न धेरै टाइम लाग्दैन। रातको बाटो त यहाँ फेरि हामी चाहिँ घरमा आइसक्यौँ। घरमा आइपुगिसक्यो। घरको हालत देख्न सक्नुहुन्छ है, के गर्नु। देख्न सक्नुहुन्छ यहाँ पुरानो डस्नाहरू पुरै यस्तो छ हालत। सामानहरू चाहिँ सब अनलाइटेड छ होइन, तर रुमहरू चाहिँ मुचासु सफा सामानहरू हेर्नु देख्न सक्नुहुन्छ। अहिले चाहिँ किन भ्लग नगरेको भन्दाखेरि हिलो बाटो फोन समात्दाखेरि आफूलाई सम्हाल्नु कि गाह्रो छ नि, के गर्नु। रुमहरू देख्न सक्नुहुन्छ यस्तै छ रुमहरू चाहिँ। सामानहरू चाहिँ केही पनि छैन, सामानहरू चाहिँ सब चर्केर लगाइसकेको छ। अनि त्यहाँबाट आज के गर्नु अब, ओभर थाक्यो पनि। अनि त्यहाँबाट घर चाहिँ यस्तै छ। यहाँ नबसेको लगभग मेबी 7 इयर्स भइसक्यो। अनि अस्ति भर्खर यहाँ बर्खान्दामा आएर गएको। फेरि हामी चाहिँ ब्याक भइसक्यो। अनि त्यहाँबाट दुईजना मेरो भाइहरू चाहिँ त्यहाँबाट आएर छ टक्क लाएर। यहाँ भाइहरूले चाहिँ अगाडि रुमहरू पनि मिलाइसकेको छ है। के गर्नु अब, यस्तैमा बन्दोबस्त हाल्नै पर्यो। यस्तै छ एकदम। ल अब अहिलेको लागि चाहिँ यति नै है। आजको लागि भ्लग यति हुन्छ। अब भ्लग चाहिँ फेरि कन्टिन्यू हुन्छ भोलि, यही भ्लगबाट कन्टिन्यू हुन्छ। अनि आजको लागि चाहिँ यति भन्दै भोलि बिहान भेट्नुपर्छ भन्दै सी यू टुमारो भन्दै बाई बाई। सो हेलो एन्ड नमस्ते एभ्रिवान, सबजना सन्चै होला। हामी पनि सन्चै छौँ है। यो हाम्रो यहाँ दुईटा डनहरू चाहिँ हिँडिरहेका छौँ घरमा। अनि भर्खरै उठेको अहिलेको चाहिँ अहिले टाइम चाहिँ धेरै भएको छैन, भर्खर 8:33 भयो। अनि अल द वे फ्रम भिलेज है, टक्ला देख्न सक्नुहुन्छ। अब चाहिँ हामी घर जान लागि, घर चाहिँ यो के गर्नु जानै पर्यो। ल जाउँ छिटो। गाउँले पारा जस्तै छ, के गर्नु। घर चाहिँ एकदमै पुरानो भइसकेको छ है, यस्तो छ, के गर्नु। पुरानो भएर बाङबुङ भइसक्यो। पहिलाको यहाँ गोठतिर यहाँ छ है, गोठ यहाँ छ है। पहिला यो गोठतिर चाहिँ हामी बाख्रा साख्रा पाल्थ्यो है। अनि अहिले चाहिँ यो बाटो नै हल्का बनाइसकेको छ। घर चाहिँ हामी फाइनली आइसकेको छ है त। घर चाहिँ यो निकै पुरानो भइसक्यो हुन त, त्यो पनि केही फरक पर्दैन पर्न त। कोलाई के गर्नु, उतातिर लागिसकेको छ। यहाँ तल्लोतिर बोकालेर आउनै पर्यो। हरियाली बिहान बिहानको बबाल हुनेवालामा छ। अब जाली चाहिँ स्टार्ट हुनेवाला पनि छ। यतै मम्मीहरू चाहिँ यतै बसिरहनु भएको छ है। गाह्रो पो छ त। तै अङ्कलहरू चाहिँ सबैले हुनुहुँदो रहेछ। यता कारण घर घुमाउँदै हुनुहुन्छ। ल एकछिनपछि फेरि भेट्नु पर्ने हुन्छ। ओभर घाम हुनु लाग्यो। अब चाहिँ एकैचोटि अहिले पछि भेट्नुपर्छ है त। ल बोका हेर्ने क्या, बोका छन्, बोका हेर्ने।
है गाउँको भ्यू त्यस्तो छ आइसकेका छौँ हामी यता मूल घरतिर कस्तो लागेको छ केटा त राम्रो रहेछ देखिन सक्नुहुन्छ है दाजी टक्कै काट्ने काम भइरहेछ है अनि हामी चाहिँ त हेरेर बस्ने एउटा चिम्नी छ चिम्नी त कस्तो लागेको छ ठिक लागेको छ जङ्गलको बिचतिर यहाँबाट त एउटा घर छ अनि यता छ है त ट्याङ्गी के छ यो ट्याङ्गी खसी बुताल्ने कार्यक्रम भइसक्यो सयो होइन है अब चाहिँ डाँडातिर आइसकेको छ हामी है हाम्रो ट्याङ्गी पनि छ टक्कै गाली गर्ने ठाउँ चाहिँ यहीँ हो अनि त्यहाँबाट अब चाहिँ भोक लागेर तलतिर खाजा खान जान लाग्यो हामी चाहिँ के गर्नु गाह्रो छ नि अब टक्क खाजा खान जानुपर्ने हुन्छ यहाँबाट देख्न सक्नुहुन्छ घर त धेरै छैन यहाँ दुईवटा घर यहाँ एउटा घर अनि त्यो तल छ एउटा घर चारवटा घर यतातिर पनि छ अरू हामी चाहिँ चिम्जी छ यहाँ चाहिँ आम्मा चिम्जी अब हामी चाहिँ तल खाजा खान जानुपर्ने हुन्छ अनि भोक पनि लाग्छ कि काफल खाने हामी काफल खाए है आम्मा ल हामी काफल खानुपर्छ अब है काफलको जता गयो भने त्यता काफलै काफल चाहिँ के गर काफल खानुपर्छ है अब हामी कहाँ छ स्याउजी काफल देख्न सक्नुहुन्छ है काफलै काफल छ जहाँ पनि अब एकछिनपछि काफल खाएर भेट्नुपर्ने हुन्छ है त सो अलराइट गाइज आजको लागि त्यति नै होइन गाउँबाट आएर मासु सबको पुऱ्याइदियो अनि कस्तो लाग्यो ब्लग भन्नु होला आजको लागि यति भन्दै बाई बाई